हेलो गाइज वेलकम टु आवर न्यू ब्लग। आज चाहिँ म चाहिँ यो टिकापुरको भाइरल रोडमा हिँड्दैछु होइन। सो टिकापुरको भाइरल रोड त्यही नै छ। दामी रहेछ नि त रोड फाइनली खतरा बना। सो फाइनली अहिले चाहिँ म टिकापुरको भाइरल रोडमा पुगिसकेको छु। ल तपाईँ हेर्नुहोस् है टिकापुर भाइरल रोडको दृश्य। सो तपाईँहरू देख्न सक्नुहुन्छ टिकापुर भाइरल सडकको मान्छेहरू कत्रो भिड छ। यो भिड हेर्नुहोस् त तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ कति भाइरल भएर रहेछ रोड होइन, लास्टै भाइरल भएर रहेछ। यति धेरै भाइरल भएको छ कि पुरै हेर्नुहोस् त आज पनि कस्तो रमाइलो भइरहेको छ। हेर्नुहोस् त समय अनुसार परिवर्तन गरिदिनु भएकोमा आज देश सरलाई हृदयदेखि धन्यवाद। अनि अर्को कुरा के भन्दाखेरि सुदूरपश्चिमको पर्यटकीय स्थल भनेको हाम्रो सुदूरपश्चिमको टिकापुरलाई लिइन्छ। किन भन्दाखेरि राजा ज्ञानेन्द्रदेखि लिएर महेन्द्रसम्म बस्नु भएको हाम्रो पर्यटकीय स्थल भनेको हाम्रो पार्क हो। पार्क भइसकेपछि आज लगभग 15देखि 16 वर्षको अन्तरालमा मैले टिकापुरमा आउँदाखेरि मलाई यस्तो फिल भयो कि सुदूरपश्चिमलाई पनि आदरणीय यहाँका स्थानीय नेताहरूले हाम्रो सुदूरपश्चिमलाई अलिकति परिवर्तन गरिदिनु भएकोमा उहाँलाई हृदयदेखि धन्यवाद। अनि यस टिकापुरलाई रमणीय अनि रमणीय स्थलीय बनाइदिनु भएकोमा यहाँलाई नेट साथै साथ सपोर्ट दिने यहाँका स्थानीयहरूलाई अनि हामी जस्ता जो प्रवासमा रहेर पनि प्रवासको नेतृत्व नेपालको नेतृत्व गरिरहने सम्पूर्णलाई यो सामाजिक सञ्जालबाट के भन्न चाहन्छु भनेदेखि तपाईँहरू के जस्तो हुनुहुन्छ हाम्रो टिकापुरलाई तपाईँहरू एकदम उन्नौलो अनि भविष्यको लागि एउटा स्मार्ट सिटी ब्लक सिटी मेयरले जो घोषित गर्नुभएको फेब्रुअरी 14 तारिकका दिन त्यो दिनदेखि उहाँले लागेर यो टिकापुरलाई अहिले भाइरल रोड खडाबिसन्ती चोकमा भाइरल रोड भनेर चिनाउनु भएको छ। उहाँले चिनाउनु भएको छ। उहाँले मात्रै होइन उहाँलाई साथ सपोर्ट गरिदिनु भनेर आग्रह गर्छु। म आग्रह गर्छु कि उहाँलाई साथ सपोर्ट दिनु। यो स्मार्ट सिटी धेरै राम्रो लाग्यो। गुलाबपुर सहर जस्तै टिकापुरमा जो अहिले मलाई मिडियामा सबै कुराहरू आउँछ, गोपी हमालजीको कुराहरू आउँछ, बालेन शाहजीको कुराहरू आउँछ। अनि अहिले फेरि हाम्रो यो स्थानीय हामी यो जन्मभूमिमा यो टिकापुरमा जन्मिएको टिकापुरमा हुर्केको मान्छे हाम्रै सिटीलाई यस्तो राम्रो बनाइदिनु भएकोमा उहाँले हृदयदेखि धन्यवाद। अनि अर्को कुरा के भनेपछि तपाईँहरूले यहाँ बस्नु भएको यहाँ के व्यवसाय गर्दै हुनुहुन्छ टिकापुरको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? टिकापुरको बारेमा भन्दाखेरि धेरै राम्रो छ। जो हाम्रो टिकापुरको नगरपालिका मेयर साहब हुनुहुन्छ उहाँले धेरै राम्रो गर्नुभएको छ। यो गुलाबको सहर सिटी बनाउने भन्ने उहाँको धारणा छ। त्यही हामीलाई एउटा सुखद भने रमाइलो कुरा छ होइन। त्यसको बारेमा हामी धेरै खुसी छौँ। हिजो अस्तिको र आजको टिकापुरमा तपाईँले के परिवर्तन देख्नुभयो? हिजो अस्तिको टिकापुरमा भोलिको टिकापुरमा के परिवर्तन देख्नु? आजको टिकापुर धेरै परिवर्तन छ हो। हिजोको किन परिवर्तन देख्नुभयो तपाईँले? कसरी परिवर्तन देख्नुभयो? अहिले जनताले चुन भन्दाखेरि अनि नगरपालिका मेयर चाहिँ राम्रो आउनुभयो होइन हाम्रो पालिकामा। हजुर टिकापुरमा हजुर त्यो कारणले अलि राम्रै भएको छ। उहाँले भन्नुभएको छ गुलाबपुर सिटी बनाउने भने त्यो चाहिँ हामीलाई उहाँले भन्नुभएको छ। उहाँको व्यक्तिगत तपाईँ पनि साथ सपोर्ट दिनुहुन्छ? हामी पनि दिन्छौँ। धन्यवाद खुलेर धन्यवाद हजुर। तपाईँले एउटा धेरै बोल्न त आउनुहुन्छ। तिम्रो युट्युबमा जान्छ अब हाम्रो नगरपालिका मेयर साहबले पहल गर्नुभएको छ। सम्पूर्ण आमा छोरा एकत्र बनाएर युट्युबमा हाल्दै स्मार्ट बोलेर बोनस भन्ने हिजो अस्ति टिकाको थियो आज पनि
सो फाइनली अब केही छिन अङ्कलको भाषण सुनिसकेपछि अब चाहिँ हामी घरतिर लाग्ने हुन्छ। एकैछिनै त तपाईँ आन्टीहरूको खेल देखाउनु। सो फाइनल्ली मैले चाहिँ टिकापुरको भाइरल रोड घुमिसकेका कारणले अब चाहिँ म घर फर्किँदैछु। सो भिडियो जे जस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला, लाइक र सब्सक्राइब पनि गरिदिनु होला। तपाईँले यो भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ अ भिडियो। हस् त धन्यवाद। अब म घरतिर लाग्छु है त।